हामी स्कुलबाट आउँदा हर्केले रौसी खाएर पागल चाहिँ गरेथ्यो। नाच्ने हामीलाई पिट्ला चाहिँ गर्थ्यो। बा तिमीलाई जति खान मन लाग्यो नि कहिले नखाऊ है। रक्सी खानेलाई सबैले पागल भन्छन्, हेला गर्छन्, काम भयो नि काम दिन्नन्, बुझ्यौ? ल ल ल कहिले पनि खान्न पिर्न मन। जाँड रक्सीले नानी हो, आन्द्रा कलेजो सबै खाइदिन्छ र मान्छे मर्छन्। जाँड रक्सी धेरै खानेको दिमाग पनि बिग्रदै जान्छ। त्यसैले तिमीहरूले आफ्ना बाबुआमालाई जाँड रक्सी नखान भन्नु। तिमीहरूले पनि जाँड रक्सी कहिल्यै नखानु। बा रक्सीले टिबी क्यान्सर भन्ने रोगहरू लाएर मान्छे मर्छन् अरे, तिमीले कहिले रक्सी नखाए है? खान्न पिर्न मन। रक्सीले हर्केको मुटु कलेजो बोक्सो खाइदिएको होला हो नि त। कति दुःख र पानी खाने बेला खोज्न आउने भएको। हिँड तिमी उही मालिकसित गएर कुरा गर। तँ जाँदा भन्छस् त्यही नजाने त खोज। ज्यादा नबोल। म दिन्न कति दुःख र पानी खाने बेला नाच्छस्। छाड। छट म दिन्न। कति दुःख र पानी खाने दिन्न खोज। थप दादा 3-4 दिनसम्म कहाँ गएको थिइस्? तल पर्ने मन छैन? थप 100 चोटि उठबस गर। म पढेर ठुलो भएर सर बन्ने है। तिमीले मलाई रोनु बाहेकहरू के गरेछौ र? नराम्रो जति रहेन केही हुन्न। बरु नाच्ने गाउने गिराउने गर्ने हो, रुनी होइन, बुझिस्? तँलाई रोएर कोही पैसा नि आउन गरे। दिनदिनै स्कुलमा साथीहरूले कस्तो जिस्काउँछन्, सरले पनि जडियाको छोरो भनेर कस्तो गाली गर्छन्। नरे अब म रक्सी खान्न भयो, मान्छस्? अब तिमीले रक्सी नखाऊ है, तिमीले भन्दा नाच्छु नि। रामे तिमीले पढाइमा ध्यान देऊ है बाबु। तिमीसित कापी किताब किन्ने पैसा नभए मसँग माग है। गोविन्द हरि तिमीहरूले रामेले फाटेको कपडा लगाएको भनेर जिस्कायो अरे, अब नजिस्काऊ है। भाले बासेको सुनिनुहोस्, भोलिदेखि भाले नबास्दै उठ्नु, बुझिस्? अहिले काम गर्न मेरो मुखमा के हेरेछ?
घोटे साको मुहा नहेर आँखा साखा फोडिउँला बल्ल थाहा पाउला तँ ठग्ला अब मैले सकिनँ तँलाई अब यसले ठिक गर्छ तँ ठग्लाई मालिकले खोजे हुनुहुन्छ मालिकले खोजे हुनुहुन्छ है तँलाई काम छोडेर नाच हेर्न जानुपर्छ आमा म पढेर ठुलो भएर सर बन्ने है मालिक मेरो त पढाइ छुटिसक्यो 5 महिना भइसक्यो सबै साथीहरूले मलाई छोड्ने भयो हजुरले भने जति सबै काम गर्छु भोलिदेखि मलाई स्कुल जान दिनुस् मालिक नहुने बाबा नगर खाना लाउनु पाछस् के को पढ्नु पर्यो तँलाई तँलाई भेटायो भने त्यहाँ खुट्टा भाँच्छु कि भाँच्दिन थाहा पाउनु तिमी बुढो भएर काम गर्न नसके पनि दुःख नमान है बुढो त सबै हुन्छन् के तिमीलाई बुढो भनेर काम नदिए पनि पिर नमान है तिमीलाई तालिम म छँदैछु नि मैले जोरे काम गर्न म काम गर्न म काम गर्न आयो कुकुरको रौँको दारी जुवा बनाएर कालो मोसो लाएर जुत्तामा लगाइदिएर गाउँ घुमाउने हो अब काम गर्न हामीलाई चोर आउनु पर्ने छैन दिन सताउन हुन्न भन्ने छोड त्यो बदमासलाई मालिकले भेटायो भने झुन्डाएर मार्छौ भन्दै ती मेरो कपाल काटेर ल्याएर डोका भरि ल्याएर हाल्थे बाल्टी भरि दुध दिन्छ खाएर हात्ती चाहिँ मोटाउलिस मसाला पारिस क्या अझ होइन अन्चस बने गनाछ
धेरै धेरै दुखी छु। सम्पूर्ण गाउँलेसित मैले माफी माग्छु, मलाई माफ गर्नुहोस्। तर तपाईहरुले मेरो बिन्ती सुन्न पर्यो। अब हामीले त्यो मुखिया चोर राक्षसले भनेको मान्ने हैन। हामीहरुलाई धेरै दुःख दिए, हाम्रा राम्रा राम्रा गाई भैँसी बाख्रा खसी सबै खाइदिए। मेरो लोन कसरी खा? रामीको सासको हामीले कदर गर्नुपर्छ। रामीले जुन सास गरेर किरण सिंहको विरोध गर्यो, अब हामीहरूको पालो आएको छ। त्यसलाई साफ नगरेसम्म गाउँ कहिल्यै सफा हुँदैन। मान्छे भनेर गाउँलाई फुटाएर आफ्नो पेट भर्ने, गाउँलाई भाग्ने यस्ता जनता मारा धोकेबाज सोचेर ठिक गर्नुपर्छ। जबसम्म यसलाई हामीले साथ दिन्छौँ तबसम्म हामीले धेरै अन्य धोका बिहोर्न पर्छ। हामी अब सब एकजुट भएर यस्ता धोकेबाज जनता मारा सोचेर ठिक गर्नुपर्छ। हिंसाले हिंसाउने जिब्जाउँछ बाबु। नभन्नुस् बाजे, यसलाई के सजाय दिने हो? जसरी यसले आपारुखे जेठो, ओखरबोटे कान्छो, लामडाँडा साइलोलाई जुन सजाय दियो, अब हाम्रो पालो आयो। यसलाई त्यही सजाय दिने हो। तपाईहरुले मान्नुहुन्छ कि नै? तपाईको बोकु ल्याएर काटेर खाएर मोटा छ के एउटा ताउलो छ ताउलो। समात्ने भाज्य छ रामबहादुर। तपाईको मेरो घरबारी आज वापस हुनु पर्छ। धन सम्पत्ति खाइदिने हो खाइदिस, तर अबदेखि तेरो शासनको अन्त्य भयो। अब त यो गाउँमा फर्केर आउने सपना नदेखेस्। त जस्ता जनता मारा गाउँबाट मात्र होइन, देशैबाट लखाटिने छौ र एक दिन अवश्य यो देश हामी जस्ता दुखी गरिबको हुनेछ। देशभर सुख शान्ति र न्याय फैलिनेछ। राजा